नमस्कार। यो रूपन्देही जिल्लाको बुटोल उपमहानगरपालिकादेखि 200 मिटर माथि इलाका प्रहरी कार्यालयको पछाडि ज्ञानोदय माध्यमिक विद्यालयबाट 4 घर माथि गिरी खाजाघरभित्र हाम्रो ठुलो फर्म छ। यहाँ खसी, लोकल बोका, बागलुङ जिल्लाबाट आएका भेडा, मुस्ताङ जिल्लाबाट आएका चेङ्ग्रा, पहाडिया जिल्लाबाट आएका लोकल कुखुराहरू, हाँस, परेवा, लोकल कुखुराको अन्डा, बट्टाईको अन्डा सबै पाइन्छ। हामीसँग खसी, बोका, भेडा सब पाइन्छ। हामीसँग यति धेरै खसी, बोका, भेडा छन्। आज फागुनको यिनी दुईटा पाठी हुन्, कालो सेतो पाठी बोकाहरू। यी भेडाहरू बागलुङ जिल्लाबाट आएका भेडाहरू लानुहोस्। कति धेरै बोका छन्, 63 वटा बोका छन्। अहिले भेडाहरू 24 वटा छ। अब तपाईहरुलाई कुल पूजालाई चाहियो भने तुरुन्त सम्पर्क गर्नुहोला। एकदम डेन्जर बोकाहरू छन्। लानुहोस्, तपाईँ देख्न सक्नुहुन्छ। राता भने राता छन्, सेता भने सेता छन्, काला भने काला छन्। मेरो नम्बर 98471 23509, 98474 75625 हो। मेरो वाट्सएपमा पनि 98471 23509 छ। डेन्जर बोका छन्। लानुहोस्, यस्ता मोटा गुरिला बोका छन्। हेर्नुहोस् त, आमा कस्ता छन् बोका। हेर्नुहोस्, यस्ता हो कि तपाईहरुले मासु खाने भनेको पहाडको लोकल चिज। ल्याउनुहोस्, यो कालो बोका पहाडका लोकल चिजका बोकाको मासु रस खानुहोस्, शरीर बनाउनुहोस्। हेर्नुहोस्, रोग लाग्दैन। यासा गुम्बा खाएका बोकाहरू यिनी गुल्मी, अरखाँची, रुकुम, रोल्पा, पिउठान, दाङ, सल्यान, स्याङ्जाबाट आएका बोकाहरू छन्। लोकल कुखुरा पँथीले भर्खर चावडा अन्डा पारेका छन्। चावडा पँथीले ल्याउनुहोस्, यिनी बोकाहरू एकदम खतरनाक। यो गुल्मी जिल्लाको इस्मा गाउँपालिकाबाट आएको बोका हो। हेर्नुहोस्, भेडाका साँड हेर्नुहोस् कस्ता छन्। यी लडाकु भेडा 1 नम्बर बोकाहरू छन्। ल हेर्नुहोस्, बोका कान्छा उठ, घाँस खान पाइनौ। ल हेर्नुहोस् बोकाहरू, यी तपाईँहरू सब चिज पाइन्छ। आउनुहोस् है एकचोटि, जसरी भए पनि आउनुहोस्। यो नेपाल अधिराज्यभरि होम डेलिभरीको व्यवस्था छ। तपाईहरुलाई चाहियो भने तुरुन्त सम्पर्क गर्नुहोला। हामीले घरै एक कल फोन गर्नुहोस्, हामीले घरै खसी, बोका, भेडा ल्याइदिएर आउँछौँ।